एम्बुलेन्समै गाँजा तस्करी, प्रहरी नै चकित पर्ने भयंकर खुलासा। कोशी प्रदेशमा लागू औषध गाँजा तस्करहरूले अब नयाँ तरिका अपनाउन थालेका छन्। पहिले मोटरसाइकल, ट्रक, तरकारी बोक्ने गाडी र निजी सवारी प्रयोग गर्ने गिरोह अहिले भने बिरामी बोक्ने एम्बुलेन्सलाई नै तस्करीको माध्यम बनाउन थालेपछि प्रहरी समेत अचम्ममा परेको छ। पछिल्लो घटना हर्क साम्फाङ निर्वाचित भएको जिल्ला सुनसरीको हो। मध्यराती करिब 12:40 जाँदा प्रहरी टोलीले धरान 4 स्थित भेडेटार नजिक कच्ची सडकमा रोकिएको एम्बुलेन्सबाट 440 किलो तयारी गाँजा बरामद गर्यो। गाँजा प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा भेटियो। तर चेक गर्दा गर्दै फिल्मी शैलीमा चालक भने एकाएक टाप कसे। प्रहरीका अनुसार चालकले चेकपोस्ट छल्दै एम्बुलेन्सलाई सुनसान ठाउँमा पार्क गरेर भागेका थिए। यो घटना पहिलो भने होइन। केही महिना अघि पनि भेडेटार क्षेत्रमा रोकिएको अर्को एम्बुलेन्सबाट 450 किलोभन्दा बढी गाँजा बरामद भएको थियो। त्यति बेला पनि चालक उम्किएका थिए। त्यसअघि मोरङको केराबारीमा प्रहरीले एम्बुलेन्स रोक्न खोज्दा तस्करहरू जंगलतिर भागेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन 5 राउन्ड हवाई फायर समेत गर्नु परेको थियो। त्यस क्रममा 521 किलो गाँजा बरामद गरिएको थियो। प्रहरीको अनुसन्धान अनुसार धनकुटाको शहीद भूमि क्षेत्रमा उत्पादन हुने गाँजा सुनसरी, मोरङ र झापा हुँदै भारतीय बजार पुग्ने गरेको छ। तस्करहरूले प्रति किलो पुर्याए बाफत हजारौं रुपैयाँ पाउने भएकोले एम्बुलेन्सलाई सेफ रूट बनाएका छन्। अचम्म त के छ भने अब भारतीय नम्बर प्लेटका एम्बुलेन्स र गाडी समेत गाँजा तस्करीमा प्रयोग हुन थालेका छन्। सुनसरीमा भारतीय एम्बुलेन्सबाट मात्रै 148 किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तस्करहरूको सोच स्पष्ट छ। एम्बुलेन्सलाई प्रहरीले सजिलै चेक गर्दैन, तर अब सुरक्षा निकाय झन् सतर्क बनेको छ।